आज हामीले यो भिडियोमा हेर्छौं सिन्टेक डिलर प्राइस लिस्टको लिंक जुन हामीले तपाईलाई पठाउँछौं त्यसलाई युज गरेर अनि प्राइस लिस्टहरु कसरी डाउनलोड गर्ने, कसरी डाउनलोड नगरिकन चेक गर्ने, कसरी प्रोडक्टहरु खोज्ने र त्यसको प्राइसहरु हेर्ने सबै हामीले आज यो भिडियोमा हेर्छौं। पहिला हामीले पीडीएफ फाइलहरु पठाउँथ्यौं तर त्यसमा फाइल टन्नै भएर अनि साइज पनि ठूलो भएको कारणले कुनैमा खुल्ने नखुल्ने त्यो सबै कुराहरु हेरेपछि हामीले अहिले चाहिँ प्राइस लिस्टको लिंक पठाउन थालेको। यो लिंक सेभ गरेर राख्नु भयो भने कुनै पनि चेन्ज हामीले गर्छौं प्राइस लिस्टहरुमा, प्रोडक्ट लिस्टहरुमा अनि यो लिंकमा आफै अपडेट हुन्छ। अनि तपाईले जस्ट लिंकमा क्लिक गरेर अनि त्यसमा गएर चेक गर्दाखेरि लेटेस्ट प्राइस नै भेट्नुहुन्छ। लिंक पाएपछि जस्ट यसमा क्लिक गर्ने अनि प्राइस लिस्ट यसरी खुल्छ। अनि प्राइस लिस्टलाई डाउनलोड गर्ने भए अप्सन्समा यो तीनटा थोप्ला छ, अप्सन्समा गएर डाउनलोड बटनमा क्लिक गर्ने अनि सेभ भएपछि फेरि फाइल्समा गएर त्यसलाई ओपन गरेर हेर्न सक्नुहुन्छ। अब यसलाई डाउनलोड नगरिकन हेर्न चाहनुहुन्छ भने जस्ट जुन फाइल हेर्नु पर्ने छ, मानौ आईपी क्यामेरा र एनभीआरहरुको प्राइस लिस्ट हेर्नु पर्ने भए यसमा खोज्ने आईपी क्यामेरा एन्ड एनभीआर प्राइस लिस्ट, यसमा क्लिक गर्ने अनि यो गुगल ड्राइभमै खुल्छ, तपाईको फोनमा डाउनलोड हुँदैन। अनि अब कुन प्रोडक्टको प्राइस चाहियो यहाँ यसरी सार्ने, हेर्ने, ठूलो पार्ने अनि आफुलाई चाहिएको प्रोडक्टहरु यसरी खोज्न सक्नुहुन्छ। यसरी नै हो सिन्टेक डिलर प्राइस लिस्टको गुगल ड्राइभको लिंकबाट प्राइस लिस्टहरु चेक गर्ने, हेर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me.